यो पृथ्वीनारायण शाहले लुकेर हमला गर्ने, दुश्मनलाई हमला गर्ने गढी। यो गढी उक्लिँदाखेरि एकदम स्याँ स्याँ भयो, साह्रै अग्लो रहेछ। अग्लो ठाउँ ऊ तल भरे उहाँदेखि सिँढी चढ्दै आउँदाखेरि त गरी ठुलो गढी। सानो गढी चाहिँ माथि छेउमै रहेछ, त्यो चाहिँ अघि म चढेँ, बाइनाकुलरले हेर्ने व्यवस्था मिलाएको रहेछ वरिपरि। त्यो चाहिँ ठुलो गढी, वरिपरि ढुङ्गाको पर्खाल, बिचमा पोखरी पनि छ। ढुङ्गाको पर्खाल बिचमा पोखरी भएको ठाउँ। पानी चाहिँ छैन, पहिला पोखरी थियो अरे। अब वरिपरि ढुङ्गाको पर्खाल, काहीँ काहीँ ढुङ्गाको पुवाल, लुकेर हेर्ने खालको यी पुवालहरू। अनि दुश्मनलाई गोली ठोक्ने पुवाल हुनुपर्छ सायद। अब यहाँ चाहिँ के छ, नेपाल एकीकरणको ठुलो गढी, ठुलो किल्ला रहेछ, ठुलो गढी भन्नुपर्छ होला। जहीँ त्यहाँ पलै पल्छ, लुकेर पलबाट आउँदै हेर्ने। ए यो त निकै गहिरो पर्छ। ओहो, त अति गहिरो पर्छ त। यस्तो गहिरो एउटा लुक्ने नै ठाउँ हो कि पछि बनाएको पुवाल, बाहिर हेर्ने पुवाल। गढी चारैतिर पर्खाल अनि पुवाल सहितको। ल यो एउटा झन्डा बनाएको रहेछ 250औं वार्षिक उत्सवको अवसरमा। यता पनि निकै ठुलो गढी, पुवालको नजिकै बस्ने, त्यहाँबाट बन्दुक छिराउने हुनुपर्छ सायद। यो चाहिँ अलि ठुलो पुवाल छ, नत्र भने पुवालहरू साना मान्छे नछिर्ने पुवालहरू छन्। बन्दुकको टुँडो मात्रै छिर्ने खालको पुवालहरू छ। अनि यहाँ चाहिँ अब मेन मान्छे बस्ने पोखरी होला सायद। यता चाहिँ लडाकुहरू वरिपरि बसेर आक्रमण गर्ने, रक्षा गर्ने ठाउँ जस्तो लाग्यो मलाई गढी। ऐतिहासिक सिन्धुली गढी पोखरी चाहिँ अब यो स्थितिको छ। अब यसलाई ठुलो गढी भन्दो रहेछ, लार्ज फर्ट भन्दो रहेछ। यो फर्ट उपर एउटा फर्ट, यहाँ एउटा फर्ट, दुईटा। ल यो पनि निकै सुन्दर छ, संरक्षण भएको छ र अझै राम्रो पनि बनाइदिएको रहेछ। यसको मतलब आन्तरिक पर्यटन यहाँ निकै। मैले पनि 60 रुपियाँतिर छिरेको, बाइनाकुलरले 10 रुपियाँ गर्दा 70 रुपियाँ खर्च गरियो। बाइनाकुलर हेर्ने चाहिँ 10 रुपियाँ रहेछ। अनि 10 रुपियाँ पार्किङ, 50 रुपियाँ चाहिँ यो सङ्ग्रहालय अब्जर्भेसन गरेर जम्मा 70 रुपियाँ तिरेर म छिरेँ। अब समय कम छ, म काठमाडौँ हिँडेको, बिचमा यो छुटाउन मन लागेन र यहाँ चढेँ छोटो समयमा। भित्र पनि हेरियो, पृथ्वीनारायण शाहले प्रयोग गर्न लगाएका चाहिँ घुइँत्रोदेखि गुलेलीदेखि लिएर थुप्रै सिस्नो, थुप्रै स्थानीय साधनहरू, औजारहरू भनौँ न, अस्त्रहरू भनौँ न, युद्धका लागि चाहिने अस्त्रहरूदेखि लिएर नेपालको चाहिँ नक्सा, अहिलेको नेपालको मैले यसो आकलन गरेँ 3 गुणा 4 गुणा बढी छ कि जस्तो आकलन गरेँ। त्यत्रो नक्सा त्यो देख्न पाइयो। देखि लिएर यो व्यक्तिका योगदान, विभिन्न कपडाहरू, ढोलकहरू यो सङ्ग्रहालयभित्र छन्। भित्र फोटो खिच्न पाइँदो रहेछ, फोटो भिडियो पाइँदो रहेछ। यो सङ्ग्रहालय राम्रो बनेको रहेछ। यहाँ शालिग छ पृथ्वीनारायण शाहको। यो शालिग यता ठुलो गढीको यो 1450 मिटर उचाइ रहेछ।
निगरानी राख्नकै लागि गढी बनाइन्छ यो किल्ला भनौँ न। ल यस्तै खालको चाहिँ यो रमाइलो र ऐतिहासिक ठाउँ, केही घमाइलो पनि छ। आज रमाइलो मात्रै होइन, घमाइलो पनि छ। शाहको त्यहाँ शालिगदेखि यहाँ तोप छ, एउटा तोप यहाँ छ भने दुईवटा तोप यहाँ छन् है। यो लाइब्रेरी म्युजियम, यहाँ लडाकुहरूले विपक्षीका सेनाहरूलाई मारेको दृश्य, काटेर मारेको दृश्य छ। यहाँ चाहिँ अब विजय हासिल गरेपछिको झन्डा भनौँ न, युद्ध सङ्ग्रहालय भन्छ यसलाई। ठुलो राम्रो बनाएको छ। त्यति मात्रै नभएर यता उद्यान पनि राम्रो छ, बगैँचा पनि राम्रो छ। अब यति नै गरौँ, मेरो समय धेरै छैन। स्मारक छ, त्यसपछि उता कार्यक्रम स्थल छ, कार्यक्रम गर्ने स्थल छ। आन्तरिक पर्यटन निकै राम्रो छ। मान्छेहरू लगभग अहिले नै पनि 200-300 जना म देख्दैछु। मासतिर पनि ठाउँ छ घुम्ने। यो आकर्षक राम्रै लगानीमा बनाएको छ। माथिको त्यो भयानक गरेको ठाउँ सानो किल्ला चढिवरी आएको, त्यसलाई सानो किल्ला भन्छ। यस्तै गरेर यो सुन्दर सुन्दरले गढी यस्तो छ।